नमस्कार है साथीहरू। यहाँ चाहिँ यो अगुवा अकबरे खोर्सानी चाहिँ यहाँ रोपिसकिएको रहेछ। यसरी यो प्लास्टिक मल्चिङ अछ्याएर मजाले हेर्नु त। अनि यो माथिल्लो पाटामा चाहिँ तपाईँको पल्लो छेउमा तोरी रहेछ र त्यहाँदेखि बाँकी यो सबै प्याज खेती रहेछ। अहिले पहाडतिर पनि यसरी लसुन प्याज चाहिँ व्यावसायिक रूपमा खेती सुरु भइसकेको छ। यो चाहिँ पँधेरे भन्दो रहेछन् यो घरवालालाई। उहाँ चाहिँ अत्यन्तै मेहनती हुनुहुन्छ रहेछ। यहाँ उहाँले गरेको यो मेहनत हामी यसरी देख्न सक्छौँ। ल हेर्नु त, यो पहाडमा यो सुक्खा ठाउँ, यो होडा भन्ने ठाउँ हो आट्राई गाउँपालिका छातेढुङ्गाको। यो सुक्खाग्रस्त क्षेत्र हो हुन चाहिँ। उहाँले पानी टाढाबाट ल्याएर यसरी चाहिँ व्यावसायिक रूपमा खेती गरिराख्नु भएको रहेछ। अब यो अहिले रोपेको यो अकबरे खोर्सानी मलाई लाग्छ यो जेठ पहिलो दोस्रो हप्तादेखि टिपाइ हुन्छ। यहाँहरूलाई कस्तो लाग्छ यो? सो मन परे लाइक कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।